एकैचोटि फिर्ता लिँदैछु ल हेर छोड्न मन त कसलाई फुलाउँछ म निहालौ मलाई परेक गर पाउँछस् त्यसको लागि एउटा कोकोरो बुन रे भोलि कोरको। नमस्कार सबैजनालाई, म एउटा कोरियाको बटुवा हुँ। आज 5 महिना तारिकमा कोरियाको थेगु स्थित विभिन्न खतरा ठाउँहरूमा घुमेर आएको छु र मैले मात्रै हेरेर त भएन नि त। अब म तपाईहरुलाई देखाउँछु। भिडियो सुरु गरौँ है त। हेलो साथीहरू, सबैलाई नमस्कार, गुड मर्निङ भन्न चाहन्छु। र आज मेरो लागि एकदम स्पेशल छ, किनभने म आज स्पेशल पर्सनलाई भेट्न जाँदैछु। कोरिया आउनुभन्दा अगाडि देखाउनु थियो मेरो लागि खास छन्, उसलाई भेट्नको लागि जाँदैछु। को भन्ने कुरो म तपाईहरुलाई पछि भन्नेछु। झट्ट हेर्दाखेरि सगरमाथा जस्तै देखिन्छ होइन यो त्यो डाँडो। लगभग 2.5 घन्टाको बस र मेट्रोको यात्रापछि हामी 3 जनाको भेट हुन्छ र हामीले केही खाना खाएर जाने भन्ने कुरो चाहिँ हाम्रो निर्णय हुन्छ र हामी कोरियन रेस्टुरेन्टतर्फ जान्छौँ। कोरियन रेस्टुरेन्टमा छौँ र हाम्रो माराथाङ भन्ने खाने कुरा खाँदैछौँ। मैले पहिलो टेस्ट गर्दैछु भने भाइहरूले खाएको अनुभव छ। माराथाङ खानको लागि चाहिँ सबैभन्दा पहिला यहाँ विभिन्न भेराइटी हुन्छन्। यिनीहरू चाहिँ हाम्रो भाइले के खान मन लाग्छ त्यो छाने अनुसारको यहाँ पैसाको चाहिँ हिसाब हुन्छ। ल भाइ सुरु गर। ल आज हामी माराथाङ खाँदैछौँ है। सबभन्दा पहिला चाहिँ यो खोङनामुङ भन्छ, भटमासको जरा। यो चाहिँ मलाई खान मन लाग्यो है। मेरो भोडियाले ठुलो छ, माराथाङ भनेको चाहिँ यो चाइनिज फुड हो भन्छन् होइन। यो चाहिँ हामीले नेपालमा खाइन्छ नि थुक्पा। हामीले नेपालमा थुक्पा खाँदा त अब चाउमिन, मोमो अनि यसो झोल हुन्छ, त्यो प्याज मल्दा अलिअलि यसो हुने हो होइन। यो माराथाङ भनेको चाहिँ कस्तो डिस छ भने यसमा चाहिँ यो टोटल्ली भेज पनि हो, भेज होइन पनि। हामीले यसलाई चाहिँ पहिला अलिकति चाउमिनहरू खान्छौँ, अलिकति चाउमिन लिन्छौँ, त्यसपछि भेजिटेबलहरू हुन्छ, अब कुरिलो हुन्छ। त्यो सम्बुडा छाने पछाडि यहाँ तराजुमा देख्न सक्नुहुन्छ लगभग 600 ग्रामको 11,000 वोन परेको छ। त्यसै गरी छान्ने र वेट गर्ने जति आउँछ त्यसको हिसाब गरेर चाहिँ अनि बिल पे गर्ने भन्ने व्यवस्था रहेछ। एकदम राम्रो व्यवस्था, धेरै खान सकिने भयो, थोरै खान सकिने भयो। फाइनली गाइज माराथाङ रेडी हुन्छ र यसको टेस्ट कस्तो हुन्छ भन्ने कुरा हामी एकछिनमा बताउने नै छौँ। तर हेर्दाखेरि त यो एकदमै राम्रो र स्पाइसी देखिएको छ। अब टेस्ट कस्तो हुन्छ है त। माराथाङ कस्तो लाग्यो साथीहरू? पक्कै पनि तपाईँको मुखमा पानी आयो होला। एकदम मिठो र डेलिसियस थियो। अब मुखमा पानी आयो भने गुटुक्क निल्नु होला, किनभने अब भने थोरै भिडियोलाई कमेडी पारामा लैजानौँ र अब हाँस्नको लागि सबैजना रेडी हुनुहोस् है त। यता हेर म निहालौ मलाई परेक गर। मलाई चाहिँ डोका नाम्ला जे बनाए पनि हुन्छ मान्द्रो सान्द्रो बुन्न पनि हुन्छ। तर म यहाँ कोरियामा छु, ठिङ्ग उभिएर यहाँ म थाकिसकेँ, मेरा खुट्टा गलिसकेँ। त्यही भएर आएर मलाई काट, म फुलिसकेँ। अब म मर्छु। मर्नुभन्दा अगाडि परेक गर डाडु पनि यो बना, सिलेट कालेट नगर, यसले गर, काठकोले फाइदा हुन्छ भिडियोलाई थोरै कमेडी बनाऊँ भनेर हामीले एउटा सानो प्रयास गरेका थियौँ र तपाईँहरूको गोठमा अझै पनि मुस्कान ल्याउन मैले असमर्थन भएँ भने अब भने पक्कै आउनेछ। यो भिडियो हेरौँ है त। मलाई चिनिस? म निहालो हो रे। म कोरियामा मात्र होइन, नेपालमा पनि पाइन्छु, विश्वको जुनसुकै ठाउँमा पाइन्छु, हिमाल पहाड तराई जहाँ तै पाउँछु। मलाई चाहिँ काट रे, मलाई काटेर चोया बना, डोको बुन, नाम्लो बुन, मान्द्रो बुन। अरू बुन्न नसके पनि भोलि छोरो पाउँछस्, त्यसको लागि एउटा कोकोरो बुन रे। भोलि कोर्को हल्लाउन मजा हुन्छ रे। काट रे, प्रयोग गर्ने मलाई, म सुक्न थालिसकेँ रे जताततै। सायद तपाईँको ओठमा मैले मुस्कान निकाल्न सकेँ होला जस्तो लाग्छ। अब भने धेरै हाँसेर खुसी भएर पनि हुँदैन साथीहरू। थोरै शान्त वातावरणमा जाम र मिठो सुमधुर गीत पनि सुनौँ है त। फर्किएर आम्ला किन आम्ला, फेरि देख्न पाम्ला किन पाम्ला, रुँदै रुँदै तिम्रो सहर छोड्ने बेला भयो। हिजो दिउँसो सँगै थियौँ, आज बाटो लागे सानो
रात्रि बसले अब घुम्थे पढ्ने बेला भयो। अब भने हामी गन्तव्यमा पनि लगभग पुगिसकेका छौँ र त्यहाँ पुग्दै गर्दा देखिएका सिनहरू पनि हेरौँ है त। भन्दा माथि भए त मन चढ्दिनै फेरि भन्दा माथि भए त मन चढ्दिनै। सिन हेर्दै गर्दा तपाईँले एउटा ढुङ्गा जस्तो देख्नु भएको थियो। त्यो ढुङ्गा जस्तो भित्र पनि हामी छिरेका थियौँ र कस्तो छ भन्ने कुरोले अवश्य देखाउनेछौँ। त्यसको भन्दा अगाडि थोरै हामीले कमेडी गर्ने प्रयास गरेका छौँ। पहिला कमेडी हेऱ्यौँ अनि त्यस पछाडि हामी त्यो ढुङ्गाभित्र छिर्छौँ है त। त्यसले पैसा लगेको 2 महिनामा रिटर्न गर्छु भनेर लिएर गएको, दिँदै दिँदैन यार। एकचोटि फोन हानेर सम्झाउँछु, मानेन भने मुलालाई फर्काउनु पनि पर्यो यार। यहाँ मान्छेलाई कस्तो अर्जेन्ट परिसकेको छ तिनी होइन यार। सुमनले फोन गर्यो धेरै पछि, यसले पैसाकै लागि सम्झेको। हेलो हेलो सन्चै छस्? सन्चै छु, त सन्चै छस्? त्यो मैले अस्ति नै तपाईँलाई अलिकति पैसा दिएको थिएँ नि यार, त्यसैको लागि सम्झेको। यहाँ मलाई एकदम अप्ठ्यारो पऱ्यो कि। नत्र सम्झन्नस्, बुझेको छु साथी मैले। नत्र सम्झन्नस्, बुझेको छु साथी मैले। पैसा भयो नि तिरेको छैन तेरो सापट्टि मैले। सायरी हानेर फोन काट्दियो यार, के गर्ने अब यार। पैसा दिनु पनि। फाइनली हामी त्यो आर्ट्सभित्र छिर्छौँ जुन ढुङ्गा जस्तो भनेको थिएँ मैले। र त्यहाँ थोरै हामीले कमेडी पनि गर्ने कोसिस गरेका छौँ र नेपालको बारेमा पनि केही इन्फर्मेसन दिने कोसिस गरेका छौँ। अवश्य हेरेर साथ दिनु होला। र हामीले लेखेका छौँ नेपालमा लुम्बिनी र सगरमाथाको देश हो र हाम्रो राष्ट्रिय झन्डा र खुकुरी पनि देखाएका छौँ। थोरै भए पनि कमेडी है त। मैले कोरिया र 1.5 वर्षसम्म सबैलाई आनिहास्यो गरेको एकैचोटि फिर्ता लिँदैछु। अब फेरि पनि एउटा सानो मिठो गीत सुन्ने बेला भएको छ। ल गीत सुनौ है त। साथी सँगै जन्मेको गाउँ घर छोड्न मन त कसलाई फुलाउँछ र। रुँदै रुँदै तिम्रो सहर छोड्ने बेला भयो। हिजो दिउँसो सँगै थियौँ, आज बाटो लागे सानो। रात्रि बसले अब घुम्थे मर्ने बेला भयो। साथीहरू तपाईँको धेरै समय मैले खाइदिइसकेर भिडियोको अन्तिम चरणमा आइसकेका छौँ र जाँदा अन्तिममा एउटा कोरियाको एकदमै बवाल ठुलो प्रोजेक्टको बारेमा डिस्कस गरौँ है त। कहीँ देख्न नपाइयो, कोरियामा देख्न पाइन्छ। र कोरियामा कसरी नदी व्यवस्थापन र पर्यटकीय क्षेत्र बनाएको छ भनेको म आज तपाईँहरूलाई भन्छु। यो पछाडि देख्न सक्नुहुन्छ यो नाङदोङ खाङ भनेर भनेको थियो, मैले पहिले पनि भिडियो बनाएको थिएँ। यो सबैभन्दा लामो नदी हो कोरियाको र यसको यो नदीको सरसफाइ गर्नको लागि यहाँ एउटा ठुलो पुल हो र रिजर्भोयर ड्याम थुनेर ड्यामहरू जम्मा गरेर फोहोर व्यवस्थापन गरेको छ। र यो देख्न सक्नुहुन्छ यो साइकल लेन र मान्छे हिँड्ने पैदल यात्रीको लागि मात्रै हिँड्नको लागि बनाइएको पुल हो। कति ठुलो र कति ठुलो प्रोजेक्ट होला। यहाँ चाहिँ साइकललाई चाहिँ लिजमा लिएर अथवा भाडामा लिएर चलाउन पाइन्छ। अब यहाँ यस्तो खानेकुराहरूको भेन्डिङ मेसिनहरू पनि छ, यहाँ किनेर पैसाले खान सकियो। यो पुल पुरै हेर्नुहोस्, यो पुल पुरै साइकल लेनको लागि हो। यहाँ चाहिँ मान्छेहरूले साइकल लिजमा लिएर टक्क यो पुलहरूको अवलोकन गर्छन्। यहाँ गाडी मोटरसाइकल कुनै पनि चिज जान पाउँदैन, बस साइकल लेनको लागि मात्रै हो। यस्ता गाडीहरू नै को लागि मात्रै हो, यहाँ एकदम इन्टरटेनमेन्टको लागि। सुरुमा पछि भन्छु भनेको मान्छे को होला नि त तपाईँले पक्कै पनि गेस गरिसक्नु भएको छ। यो भिडियोमा मेन रोलको भूमिका जसले खेलेका छन् उनी नै हुन् मेरो स्पेसल मान्छे मध्येको एउटा मान्छे। फेरि पनि यस्तै भिडियोहरू नयाँ ठाउँहरूको बारेमा जानकारी दिने नै छु। हस् त, धन्यवाद साथीहरू, हेभ अ गुड डे।